कपाल पनि अब हाम्रो शरीरको अरू अङ्ग जस्तै एउटा पार्ट अफ आवर बडी नै हो होइन। जस्तो छाला हाम्रो सबैभन्दा ठुलो अर्ग्यान हो नि त होइन। त्यो छालासँग नै गाँसिएर बसेको हाम्रो कपाल हो। त्यही भएर कपालले हाम्रो एकदम इम्पोर्टेन्ट फङ्सन नभए पनि हाम्रो ओभरअल आउटलुक होइन, हामीलाई प्रोटेक्सनको लागि, हाम्रो एउटा कन्फिडेन्स बुस्ट गर्नको लागि धेरै ठुलो रोल खेल्छ जस्तो लाग्छ। कपालको हेरचाह नर्मली आफूले अब केही इस्यु नभएको कपालमा त अब आफूले हप्तामा 2 चोटिदेखि 3 चोटि हेयर वास गर्नु पर्यो होइन। नर्मल हेयर छ भने हेयर वास गर्ने, हेयर कन्डिसनरहरू युज गरेर हेयरको क्वालिटीलाई मेन्टेन गर्नु पर्यो। अब कसैको ड्राई हेयर ड्राई स्काल्प हुनसक्छ, कसैको ओइली स्काल्प हुनसक्छ होइन। त्यही अनुसार त्यसलाई कसरी ब्यालेन्स गर्ने भनेर त्यही अनुसारको स्याम्पूहरू चुज गर्न मिल्छ। अनि एकदम कपाल फ्रिजी छ, कपाल चाहिँ एकदम भुक्क उठ्ने खालको एकदम कर्ली छ होइन, त्यस्तो छ भने त्यो अनुसारको स्याम्पू चुज गर्नु पर्यो। त्यही अनुसारको कन्डिसनर युज गरेर सँगसँगै अब यो फ्रिजी हेयरको लागि चाहिँ एक्स्ट्रा केही पनि गर्नुपर्ने हुन्छ। अब सिरम्सहरू युज गर्न मिल्छ, लिभ अन सिरम्सहरू होइन। अब तेलहरू लगाउन मिल्छ, तेल लगाएर अनि त्यसलाई डिप कन्डिसनिङ गरेर त्यसपछि हेयर वास गर्न मिल्यो है। यति गर्दाखेरि चाहिँ आई थिङ्क इट्स प्रिटी इनफ। बट भित्रदेखि आफ्नो शरीर पनि हेल्दी हुनुपर्छ कपालको हेरचाह गर्नको लागि। कपालमा चाहिँ सबै गर्ने तर अब हेयर के अरे हाम्रो बडी चाहिँ अनहेल्दी छ भने चाहिँ कपालको क्वालिटीमा त्यति चाहिने जतिको सुधार चाहिँ आउँदैन। केराटिन चाहिँ अलिकति एकदम धेरै एभिडेन्सेसहरू चाहिँ छैन केराटिन हेयर ट्रिटमेन्टको, तर जति छ त्यसले चाहिँ पोजिटिभ कन्क्लुजन नै आएको छ केराटिन हेयर ट्रिटमेन्टको। किनभने केराटिन भनेको हाम्रो छाला, कपाल अनि नङमा हुने एउटा प्रोटिन नै हो नि त। सो केराटिन ट्रिटमेन्टमा गर्ने भनेको त्यो केराटिनलाई यो सिन्थेसाइज जुन सिन्थेटिक केराटिन जुन हुन्छ त्यो केराटिनलाई चाहिँ हाम्रो कपालभित्र पसाएर कपालको बाहिरी लेयरमा लक गरिदिने हो कि त्यो ट्रिटमेन्टमा हुने भनेको त्यो हो। सो त्यो बाहिरी लेयर जुन ड्यामेज हुन्छ त्यो ड्यामेज चाहिँ अब केराटिन प्रोटिनको कम भएर फाइबरहरू हेयर फाइबर्सहरू ड्यामेज भएको हुन्छ। त्यो ड्यामेज फाइबरहरूलाई चाहिँ प्रोटेक्ट गर्ने, त्यसलाई रिपेयर गर्ने काम चाहिँ केराटिनले गर्छ। सो जब हामीले त्यो केराटिन माथिबाट राखेर कोट गरिदिन्छौँ त्यसले चाहिँ कपाललाई चाहिँ अलिकति प्रिभेन्ट गरेर कपालको जुन मेकानिकल क्यारेक्टर्सहरू हुन्छ, स्ट्रक्चरल क्यारेक्टर्सहरू हुन्छ त्यसलाई चाहिँ इम्प्रुभमेन्ट चाहिँ ल्याउँछ। तर अब इम्प्रुभमेन्ट त ल्याउँछ, बट कसरी गरिन्छ, कता गरिन्छ, अहिलेको यो जुन एकदम ऱ्यापिड क्लिनिकल प्र्याक्टिस बाहिर पनि भइरहेको छ होइन, त्यो कुरामा चाहिँ अब जुन राम्रो ठाउँमा एउटा एक्सपिरियन्स मान्छेले गर्ने हो भने चाहिँ केराटिन ट्रिटमेन्ट इज भेरी गुड होइन, त्यसले पोजिटिभ रिजल्ट नै ल्याउँछ। तर पनि राम्रोसँग गरिएन त्यो ट्रिटमेन्ट, एउटा एक्सपिरियन्स मान्छेले गरिएको छैन भने चाहिँ साइड इफेक्ट्सहरू नै धेरै हुन्छ बेनिफिटहरू भन्दा। हरेक दिन स्याम्पू गर्नु बेठिक चाहिँ होइन, तर हामीले क्लिनिकली पेसेन्टहरूलाई रेकमेन्ड गर्दाखेरि चाहिँ अल्टरनेट डेजसम्म गर्नु भनेर भन्छौँ होइन। जसको ओइली स्क्याल्प छ, जसको ड्यान्ड्रफ अलिकति बढी छ उहाँहरूलाई पनि हामीले चाहिँ सकेसम्म डेली स्याम्पू चाहिँ नगर्नु, किनभने स्याम्पू पनि एउटा बाहिरी केमिकलहरू हो, त्यसले गर्दा चाहिँ स्क्याल्प एकदम धेरै, स्क्याल्पमा केमिकल इन्डल्जेन्स धेरै हुन्छ भनेर चाहिँ हामीले अल्टरनेट डेज गर्नु भनेर भन्छौँ। एभ्री डे वास गर्नेहरूको लागि चाहिँ एक दिन चाहिँ माइल्ड स्याम्पू युज गर्नु, अर्को दिन चाहिँ अलिकति यो डिप क्लिन्जिङवाला स्याम्पू युज गर्नु भनेर पनि भन्छौँ। बट नर्मल हेयरको लागि त हप्तामा 2 चोटि टु अल्टरनेट डेज इज फाइन इनफ। ड्यान्ड्रफ ठिकै मात्रामा छ, त्यसले तपाईँलाई एकदम धेरै डेली लाइफमा इन्टरप्ट गरेको छैन भने चाहिँ नर्मल बजारमा पाइने एन्टी ड्यान्ड्रफ स्याम्पूहरूले पनि राम्रै काम गर्छ होइन। अब कसैको चाहिँ अब हरेक त्यो स्याम्पूहरू धेरै युज गरिसक्दाखेरि पनि एकदम के अरे ड्यान्ड्रफहरू धेरै आउने होइन, ढिक्का ढिक्का खालको ड्यान्ड्रफ आउने, नुहाउने एक दिन ननुहाउँदाखेरि नै चिलाएर एकदम गाह्रो हुने छ भने चाहिँ यो किटोकोनाजोल भएको स्याम्पू हरू प्रयोग गर्न हामी रेकमेन्ड गर्छौँ।
कपाललाई स्वस्थ राख्न सर्वप्रथम चाहिँ तपाईँको शरीर स्वस्थ हुन पर्यो होइन। कपालको ग्रोथ भनेको तपाईँको शरीरबाट हुने भएको भएर तपाईँको शरीरमा चाहिने जति भाइटामिन्सहरू मिनरल्सहरू होइन सबै पुगेको हुनु पर्यो सुरुमा कपाल राम्रो हुनको लागि। त्यसबाहेक कपालको क्वालिटीलाई अझ राम्रो गर्नको लागि चाहिँ अब तपाईँको कपाललाई सुहाउँदो अनुसारको स्याम्पू प्रयोग गर्नु पर्यो होइन। कपालको टेक्सचर कस्तो छ त्यो हेरिकन कन्डिसनर युज गर्नु पर्यो। सँगसँगै चाहिँ कपाललाई अझ बेटर आउटलुक दिन अझ अपिरियन्समा राम्रो ल्याउनको लागि चाहिँ एक्स्ट्रा सिरम्सहरू होइन हेयर ग्रोथ सिरम्सहरू हेयर साइन ल्याउने सिरम्सहरू एक्स्ट्रा प्रयोग गर्न सकिन्छ। कपालको लागि खानपान चाहिँ हाम्रो नेपाली डाइट चाहिँ इट्स भेरी बेस्ट भन्छु म चाहिँ होइन। किनभने हाम्रो नेपाली डाइटमा दाल भात तरकारी त बेसिक हुन्छ नै नि त। सो दिस इज भेरी गुड होइन। दाल अब कार्ब्स भयो होइन। अब दाल भनेको प्रोटिनहरू हुन्छ लेज्युम्सहरू अब गेडागुडीहरू नै मा पर्न आयो दाल जसमा प्रोटिनहरू हुन्छ। अनि अब एसेन्सियल फ्याटी एसिड्सहरू चाहिन्छ है। अनि आइरनयुक्त खानेकुराहरू खान पर्यो। स्पिनिच भयो अब केटीहरूमा धेरै जसो आइरनको कमीले गर्दाखेरि चाहिँ कपाल एकदम झर्ने हुन्छ कि फिमेल्सहरूमा। त्यही भएर चाहिँ आइरन रिच डायट खानु भनेर हामीले भन्छौँ। त्यसबाहेक भाइटामिन डी एकदम क्रुसियल हुन्छ हेयर ग्रोथको लागि। अब अहिले चाहिँ भाइटामिन डीको कमी एकदमै धेरै म्याक्सिमम मान्छेहरूमा देखिरहेको भएर हेयर लस पनि धेरै मान्छेमा देखिन्छ कि अहिले। त्यही भएर चाहिँ भाइटामिन डी रिच खानेकुराहरू पनि डायटमा एभ्री डे डायटमा चाहिँ केही मात्रामा चाहिँ इन्क्लुड गर्नुभयो भने चाहिँ त्यो डाइट वुड बी द बेस्ट फर हेयर।